डेस्टिनेसन मलेखुको माछा हामी माछा खानको लागि काठमाडौँबाट अगाडि बढ्दैछौँ साथीहरू। यति बेला नौबिसेको यो घुम्ती पार गरेपछि नौबिसेको यो सुरुङ मार्ग तपाईँले देख्न सक्नुहुनेछ। सुरुङ मार्ग पास गर्दै गर्दै हामी अगाडि बढिरहेका छौँ। पर तपाईँले सुरुङ मार्ग देख्नु भएको छ। यो सुरुङ मार्ग लगभग निर्माणको अन्तिम चरणमा भएको हामीले जानकारी पाइसकेका छौँ भने बाटो यहाँसम्म एकदमै राम्रो छ। अलिकति अगाडि पुगिसकेपछि भने बाटो अलिकति गन्जाङ गुन्द्रुङ बाटो फराकिलो बनाउने क्रममा अलिकति अप्ठ्यारो बाटोहरू पार गर्दै गर्दै मलेखु यति बेला मास यसरी बेच्न राखेको तपाईँले देख्न सक्नुहुनेछ। सँगसँगै शान्त अविरल बगिरहेको खोला अनि माछा हो मलेखुको माछा। अब हामी माछा खानतर्फ लाग्छौँ। तपाईँ भने हाम्रो भिडियो हेर्दै गर्नुहोला, हामीलाई फलो गर्नुहोला अनि भिडियोलाई लाइक शेयर र कमेन्ट गर्न नबिर्सिनुहोला।